आमन्त्रित गर्न गइरहेकी छु। उहाँ आउँदै हुनुहुन्छ, श्रीतिजा गौतम। उहाँको कविताको शीर्षक छ सबै हेरेको हेरे। यो शीर्षकमा उनले कविता भन्न गइरहेकी छिन्। कृपया सम्पूर्णले जोरदार तालीले सानो नानीलाई स्वागत गरौँ। एक माना चिउरा दुई माना घिउ, आउनुभयो अग्रज गर्छु म त ज्यू। नमस्कार सम्पूर्ण जुम मार्फत जोडिनु भएका श्रद्धेय व्यक्तित्वहरूमा। म श्रीतिजा गौतम लगनखेल ललितपुरबाट। हाल म कक्षा 2 मा अध्ययनरत छु। सर्वप्रथम आजको साहित्यिक विशेष कार्यक्रममा मेरो सिर्जना राख्ने अवसर दिनुभएकोमा आयोजक संस्था नरोजल एकाडेमीलाई हार्दिक आभार व्यक्त गर्दछु। आज म यहाँहरूलाई कविता सुनाउन गइरहेकी छु। कविताको शीर्षक छ सबै हेरेको हेरै। सम्पूर्णले मेरो हौसलाका लागि ध्यान दिएर सुन्नुहुनेछ भन्ने विश्वास लिँदै कविता वाचन गर्न गइरहेकी छु। सबै हेरेको हेरै। स्कुल हिँडेको किताब बोकेर, ज्ञानी भएर फुर्तिलो भएर, गुरु हेरेको हेरै, गुरु हेरेको हेरै, गुरु हेरेको हेरै। बिहानै उठ्ने हो धेरै पढ्नलाई, होमवर्क गर्नलाई, प्रथम हुनलाई। आमा हेरेको हेरै, बाबा हेरेको हेरै, आमा हेरेको हेरै। मन्दिर हिँडेको स्नान गरेर, फुल बोकेर, प्रसाद बोकेर, पण्डित हेरेको हेरै, पण्डित हेरेको हेरै, पण्डित हेरेको हेरै। भक्ति गरेको ज्ञानी हुनलाई, राम्रो बन्नलाई, कृतज्ञ हुनलाई। ईश्वर हेरेको हेरै, ईश्वर हेरेको हेरै, ईश्वर हेरेको हेरै। असल हुने हो राम्रो पढेर, धेरै लेखेर, अभ्यास गरेर। साथी हेरेको हेरै, साथी हेरेको हेरै, साथी हेरेको हेरै। चर्चित हुने हो हात जोडेर, मिठो बोलेर, सभ्य भएर। छिमेकी हेरेको हेरै, छिमेकी हेरेको हेरै, छिमेकी हेरेको हेरै। मेरो कविता ध्यानपूर्वकका साथ सुनिदिनु हुने सम्पूर्ण अग्रज व्यक्तिहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।